यो जोडी चाहिँ हाम्रो साथीसँगको जोडी चाहिँ वैशाख पूर्णिमा हाम्रो उभौलीको बेलामा भेट हुने जोडी हो। र आज स्पेसली के को लागि आएको भन्दाखेरि धरानमा चाहिँ विगत धेरै वर्ष अगाडि बी बोइङको चाहिँ एकदम चर्चा परिचर्चा थियो। काठमाडौँदेखि पोखरासम्म, पोखरादेखि बुटवलसम्म, बुटवलदेखि चाहिँ पश्चिम झापा बिर्तामोटदेखि लिएर काँगडभित्तासम्म चाहिँ बी बोइङको चर्चा थियो। र धरानको खेतको आलीदेखि लिएर सबै चाहिँ बगरहरूदेखि लिएर होइन सबै बाटोहरूतिर पनि बी बोइङ गरिन्थ्यो। त्यो बी बोइङ चाहिँ लोप हुँदै गएको थियो र अहिले त्यसलाई चाहिँ फेरि पनि जगाउने हिसाबले हाम्रो सरकारहरू लागिराख्नु भएको छ। त्यसमा मलाई पनि एउटा चाहिँ सानो उपस्थिति निम्तो स्वरूप सरकारले बोलाउनु भयो। त्यो मलाई एकदम गर्व लागिरहेको छ, किनभने हराइसकेको कुरालाई फेरि पनि चाहिँ तपाईँहरूले गरिराख्नु भएको छ। र सरकारकोबाट 2-4 शब्द जाओस् न हाम्रो दोस्तीको बारेमा, विगत कसरी हामी गर्थ्यौँ, के गर्थ्यौँ। अब यहाँ उहाँ चाहिँ अब मेरो एकदमै आत्मीय मिल्ने साथी हुनुहुन्छ मिलन। उहाँको नामै काफी छ होइन। हाम्रो भेट चाहिँ प्राय त्यस्तो भइराख्दैन। हाम्रो प्राय अब उभौलीमा यस्तो समयमा भइरहन्छ भेट। अब उहाँसँग हुँदा चाहिँ एउटा गाना दिमागमा याद आइरहन्छ। त्यो गाना चाहिँ के हो भन्दा खोटाङ हलेसी छुट्नै मन लाग्दैन हो तिमीलाई भेटेसी भन्छ नि। त्यस्तै जे होस् उहाँसँग धेरै राम्रो विगतको दिनहरूमा राम्रो क्षणहरू अविस्मरणीय पलहरू छ। हाम्रो पहिचानको लागि, संस्कार संस्कृतिको लागि हामीले गर्नुपर्ने खाए पनि हाम्रो तर्फबाट योगदान गरेको छौँ। त्यो भनेको अब सबै कुरा यो भिडियोमा भनेर सकिँदैन। अब त्यो कुराहरू उहाँहरू हामी बिचमा छँदैछ। र आजको मुख्य कार्यक्रम भनेको चाहिँ हाम्रो धरानमा बी बोइङ जुन चाहिँ पहिला विगतको दिनमा निकै नै राम्रो चलिरहेको थियो र अहिले हामीले सिद्धार्थ क्र्युले सिद्धार्थ ज्याम 2025 गर्दैछौँ हरियालीको हलमा। आज अब हुनु लागिरहेछ र हाम्रो साथी उहाँ पनि, उहाँको उपस्थितिले पनि अझ राम्रो हुनेछ हाम्रो कार्यक्रम। र यस्तै हो, अब मेन भनेको चाहिँ शारीरिक सुगठनको लागि युवाहरू दुर्व्यसनीमा नफसुन्, केही आफ्नो स्वास्थ्यको लागि पनि गरून्। अनि अब एउटा कला भनौँ न, बी बोइङ पनि जस्तो त्यस्तैले गर्न सक्दैन, त्यो क्षमता कोहीमा हुँदैन। र त्यही कलालाई, आफ्नो क्षमतालाई चाहिँ अझ निखार्दै त्यसलाई अब तिखारिलो बनाउँदै त्यसको लागि चाहिँ कलाकारहरूको सम्मान स्वरूप, हौसला बढाउनु, प्रोत्साहन स्वरूप हामीले यो कार्यक्रम आयोजना गरेको छौँ। र अब हाम्रो साथी उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र जति पनि हेरिराख्नु भएको छ हाम्रो साथीहरू, हजुरहरूले साथ सहयोग गरिदिनु होला, सपोर्ट गर्नु होला। हस्त धन्यवाद। ल अब हाम्रो घुम्दैछौँ हामी है। अब एकदम चाहिँ धरानमा विगत लामो समय धरानको एउटा चाहिँ कला जो बी बोइङ हो, एउटा त्यो पनि एउटा आर्ट हो, त्यो पनि कला हो, जसको संरक्षण गरिराख्नु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। धरानलाई यसरी नै सही सोचेर सही विचारमा अगाडि बढाउनुपर्छ भन्दै हामी अहिले हरियालीमा छौँ र हामी एकदम अब कार्यक्रम केही समयपछि सुरु हुनु गइरहेछ। त्यही भएर अहिले हामी हरियालीमा छौँ। यति भन्न चाहन्छु, स्वस्थ रहनुहोस्, साँचो सोच्नुहोस्, सत्य सोच्नुहोस्, राम्रो बाटो लाग्नुहोस्। सबैजनाले विकासको कुरा गरौँ होइन, सबै कुरा कलालाई जोगाउने प्रयास पनि गरौँ। सबैको आफ्नो तरिका, आफ्नो भूमिकाबाट धरानको लागि गरौँ भन्न चाहन्छु। अहिले उहाँहरूको टिम जो लागिराख्नु भएको छ धेरै राम्रो लाग्यो, किनभने अब बी बोइङ त हराइसकेको, जसलाई चाहिँ अब तपाईँहरूले गरिराख्नु भएको छ। ल सबैले साथ सहयोग गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद। जय धरान। विजेताले पाउनु फेरि पनि बी बोइङलाई चाहिँ धेरै जीवित गराउने युवाहरू
वैशाख जैन 2025 धरान बबाल दामी आजको विजेतालाई यसलाई माथि नै राख्दा हुँदैन ल सबै जोसमा आज चाहिँ म एउटा सानो भिडियो एकदमै हराउन आँटेको कुनै समय धरानमा एकदम चर्चाको विषय हरेक टोलमा बिबोइङ गरिन्थ्यो त्यो बिबोइङलाई चाहिँ फेरि जीवित गराउन अनि चाहिँ बिबोइङ ग्रुपले चाहिँ फेरि पनि त्यो बिबोइङको चर्चा परिचर्चा अब सुरु हुने भयो फेरि नमस्कार यो एकदम लोप हुन आँटेको बिबोइङलाई फेरि जगाउन आँट्नु भएको रहेछ अनि विगतको छेड फेरि ब्याक ल्याउन आँटेको साथी सरकार हो अब तपाईँले बिबोइङ हानेको अहिले म त्यहाँ हेर्छु नि फेरि होइन मैले पनि धेरै पहिला मेरो टोलमा पनि स्टिभले पनि बिबोइङ हान्थ्यो विवेकले पनि हान्थ्यो होइन अनि बसनले पनि हान्थ्यो होइन अनि अब त्यो छेडलाई फेरि अझै ताजा गर्नको लागि हाम्रो सरकारहरू अहिले बिबोइङलाई जोगाउनको लागि बिबोइङलाई फेरि चाहिँ शारीरिक सुगठन पनि कला पनि स्वास्थ्यलाई पनि राम्रो त्यसको लागि चाहिँ म पनि एकदम एक्साइटेड भएर आइरहेको छु घरबाट एकदमै घरको काम भर्खर सकिने बित्तिकै यहाँ आएकै साथी हो ल यो आजको कार्यक्रममा हजुर पालिदिनु भयो होइन एकदम यो कार्यक्रममा अझै शोभा बढाइदिनु भयो त्यसको लागि हाम्रो सरकारलाई धन्यवाद दिन चाहन्छौँ हामी होइन ल ठिक छ अहिले सुरु हुन लागेको के छ कम्पिटिसनै हो हजुर कम्पिटिसनमा आफूले केही दिन सक्छु मैले मेरो तर्फबाट अब तपाईँले अब सो इच्छा अब तपाईँले के गर्नु सक्नुहुन्छ ल ल ल अहिले म त्यति गरौँला ल सरकार ल ल